नमस्कार, आज हो मेरो विन्टर बलको डे 73 र आज हो रेस्ट डे। रेस्ट डेको प्लानहरू फरक हुने गर्दछ, सो भिडियो अन्तिमसम्म हेरिदिनु होला। बिहान 7 बजे उठेर तातो पानी पिए र 2026 सुरु भएको पनि 7 दिन भइसक्यो। जो आफ्नो गोललाई अझै पनि छोड्नु भएको छैन उनीहरूको लागि कङ्ग्रेचुलेसन एन्ड डु नट गिभ अप। आज निकै दिनपछि मजाले घाम लाग्यो। रेस्ट डेको दिन घाम लाग्नु नि पर्छ। जे भए पनि आलस पिसेर मर्निङ टाइमको गार्लिक जिन्जर खाए। 9 बजे अन्डा उसिनेर जौलाइनको स्ट्रेचिङसँग फुल बडीको स्ट्रेचिङ पनि गरे। 10 बजे बिहानको खानासँग भिटामिन डी को ट्याब्लेट खाए। भोलि रेसिपी भिडियो बनिन जाँदैछ, सो स्टे ट्युन। 11 बजे मस्टार्ड ओइलले मालिस गरेर क्रेटिन र कोला खाए। हप्तामा एकचोटि मस्टार्ड ओइलले कपालमा मालिस गर्नु भनेर म पनि सजेस्ट गर्ने गर्छु। 1 बजे नुहाउँदै पोजिङको प्र्याक्टिसहरू गरे। यो हप्ता आज एक दिन नुहाएर काट्ने छु। 2 बजे खाजा खाएर म गए धान मिल। वेट नापेको 52 केजी रहेछु, सो मैले 3 महिनामा 2 केजी मात्र गेन गरे। बेलुका दिदीको लागि वेट लसको मिल प्लानहरू बनाइदिए। राति 7 बजे खाना खाए। सुत्नु भन्दा अगाडि अश्वगन्धा लिए र आजलाई यति नै। राम्रो लाग्यो भने फलो गर्दिन नभुल्नु होला। थ्यांक यू सो मच, लभ यू अल र भोलि भेटौँला।